फाइनली गाइज अब हामी सबै अहिले नेरल स्टेसन पुग्यो। अब किन्ने कस्तो लागिरहेछ? बबाल बढी बबाल, मलाई एकदम बबाल मस्त लागिरहेछ। अरे बवाल लागेको छ भाइ, हल्का घाँटी बसेको भने पुरा तल बसेको छ, आवाज निस्किन्छ होइन। घुम्नु चाहिँ मजा आइरहेको छ, मजा आइरहेको सबै मान्छे लागेर आप भी अपना गाँव की लैंग्वेज में बोलते चलेगा। একদম ভালো লাগতেছে, হেভি মজা। এখানে এসে প্রথমে দূরে ঘুরতে যাচ্ছি। राइट मलाई पनि अब लास्ट भिडियो लागिरहेको छ पहिलादेखि दाइहरूसँग जाँदैछु। ल गाइज अब हामी माथिराम पुग्यो होइन। गाइज टिकट गरिदियो, टिकट हाम्रो। गाइज हामीले माथिरामको टिकट हामीले काटिसकेका छौँ। हाम्रो टिकटलाई कति पऱ्यो? ओन्ली 50 रुपियाँ पर पिस, पर म्यान पर एउटाको 50 रुपिस पऱ्यो होइन पुरै। हाम्रो दाइले अब यहाँको लिइसक्यो। हामीले 50 रुपियाँ होइन सबको दाउँदैन छौँ हामी सबै। अब यहाँको यात्रा हाम्रो शिबु दाइले ह्यान्डल गर्नेछौँ। ल ह्यान्डल चाहिँ यस्तै हो। ल ठिक छ नि गाइज, बवाल छ नि होइन। यसपछि अगाडि पनि देखाउने छु गाइज होइन। वेलकम टू माथेरान। सेमी के सब देखो बरोबर न ढाटी अब घोडासोडा त अब त्यस्तै हो होइन। अलि रमाइलो गरिदिउँ भनेर हिँडेर गइदिनु ला हो होइन। पुरा भाइबमा छन्, सबै भाइबमा छ नि। भाइमा छ, धेरै रमाइलो गरिदिउँ नि त। यति धेरै केटाहरू छौँ, 9 जना छौँ। तिर्खा लाग्यो निर्माया प्यास मेटाउँछु पानीले, तिमी मेरी निर्माया मुरालीको धुन मुरालीको धुन। अब चाहिँ हामी पुग्नु लाग्यो होइन। अलिक थाके जस्तो लाग्यो कि अस्ति टाढा लाग्यो कि हामी किन भन्दाखेरि रमाइलो गरौँ भनेर हिँडेर आइरहेको थियो। इन्जोय गरौँ भनेर अहिले चाहिँ हल्का थाके जस्तो फिल भएर होइन। फिल मात्र होइन, थाकी पनि सक्यो। उहाँ केटाहरू त कोही त हिँडिसकिरहेको पछाडि पुरा आफ्नै पारामा झन् हामी पनि आफ्नै पारामा। यहाँ चाहिँ तपाईँहरू नास्ता पनि खान सक्नुहुन्छ होइन। बगाल चाहिँ नास्ताहरू पनि बगाल हुन्छ। चाहिँ अब ल केटाहरूलाई भोक लाग्यो भन्दै चाहिँ होइन, नास्ता हान्ने भन्दैछ। अब केटाहरूले के हान्छन् नास्ता। अब यता चाहिँ हामी अब माथिरान स्टेसन त्यो टोय ट्रेन हुन्छ नि, त्यहाँसम्म पुगिहाल्यो। चाहिँ हामी स्टेसनमा पुग्यौँ ल है। टोय ट्रेनको स्टेसनमा पुग्यौँ। बाँकी कुरा अब चाहिँ अब हल्का भोक लागिसकेको छ, नास्ता खाएर आउनुपर्छ ल। पुरा बसिसक्यो ल ठिक छ मलाई नभनेर बसिरहेको छु। ल केही छैन, ल तिमी बर्दामा त यहाँ सिद्धिसक्यो। गाइज हामीले अहिले अब म्यागी अर्डर गरेको छौँ। म्यागी त्यो दाइको स्पाइसी म्यागी हाम्रो चाहिँ रेगुलर हो। अनि यहाँ स्पाइसी हो, अनि त्यहाँ छ रेगुलर। त्यो म्यागीको नाम के रहेछ दाइ? बटर म्यागी होइन? बटर म्यागी है, बटर भेजिटेबल
हाम्रो खाना नास्ता सस्ता हाम्रो खाना जे जे हुन्थ्यो भयो होइन अब दाइ हाम्रो दाइले यहाँ ब्याग किनिरहेको छ नि होइन दाइले यहाँ ब्याग हानिरहेको छ नि ऊ हाल्ने हो क्या हाम्रो मोबाइलमा चार्जर पनि हल्का कम छ होइन स्विच अफ होला भन्नेमा छ त्यही भएर अब त्यो ठाउँमै गएर भिडियोहरू हल्का हाल्छौँ होइन बाइकी पुरा त हाल्न सकेन घुम्नु पनि नसकिने रहेछ नि त गाडी त तन्नै रहेछ नि त्यो बाँकी चाहिँ हाम्रो त्यस्तै भयो होइन मोबाइल चाहिँ स्विच अफ भइदियो अर्कोवाला अब चाहिँ हामी यहाँ त्यहाँ नजिक पुग्न लाग्यौँ यो जङ्गलको बाटो होइन के अरे त्यो लेकको नाम के अरे शार्लोट लेक शार्लोट लेक बोल राहुल हम लोग थक चुके हैं अभी तक पहुंच नहीं पाए मंजिल पे बस ज्यादा टाइम तो और 1 किलोमीटर तक 1 किलोमीटर वो हमारा दोस्त है वो पागल है हम लोग लेक के नजदीक पहुंच गए ठीक है नजदीक पहुंच गए हम देखो देखते हैं ठीक है गाइस नीचे भारी दिख रहा है इससे मेरो प्लिज एक फोटो खिच्नु अब चाहिँ हामी जान लाग्यो होइन लास्ट हो सिद्धियो अब ल हाम्रो भिजिट अब इन्डिङ भयो हामी सम्मको थियो अब चाहिँ के भन्छ अरू भाइ यतिकैमा बिदा हुन्छु ओके बाई बाई टाटा हाम्रो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन यस्तै भिडियो हेर्नु छ भने हाम्रो भिडियोमा योभन्दा राम्रो भिडियो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला ल यतिकैमा बिदा हुन्छु ओके बाई टाटा जय नेपाल जय लास्ट वाला टपिक है बबाल